बिहानको कति 7 बजिरहेछ अनि आज हामी चाहिँ ल्याभेन्डर फार्म जान लागिरहेछ। यहाँबाट चाहिँ 3 घन्टाको ड्राइभ छ। अब म चाहिँ यहाँबाट निस्किन लागेको 7 बजी निस्किनु लागि 7:30 बजी आएको। हामी चाहिँ अब यहाँबाट हिँड्यौँ। आजको वेदर चाहिँ यस्तो छ। Right to stay on National Highway 1. पुरै हुस्सो छ, पानी परिरहेछ आज। ड्राइभर थालेर कफी खानुलाई अनि बल्ल तल एउटा कफी सप कफी क्याफे पाएर हामी चाहिँ यहाँ कफी खान आयो किनकि पानी परेर लास्टै जानु। बेडामा बेडा छ। बेडा त हो तर यो त सबै बेडा भनेको घाँसहरू पो रहेछ। बेडा छ। हामी चाहिँ अब लगभग आउनलाई अब अझै 1.5 घन्टा के अरे अझै 1 घन्टा बाँकी रहेछ। घरदेखि चाहिँ 2.5 घन्टाको ड्राइभ। अनि यतातिर चाहिँ धन्न पानी परेको पनि रहेनछ। अघि आधी बाटोसम्म चाहिँ पानी परिरहेको थियो। यता चाहिँ घाम लाग्न लागिरहेको छ। त्यो राम्रो भयो। अनि मसँग चाहिँ यता अमृत छ ड्राइभ गरिरहेछ। ल हामी चाहिँ यता पर्थमा आइसक्यो होइन। अनि पर्थ, वेलकम टु पर्थ। तर त्यो पर्थ चाहिँ यता ताजमेनाको पर्थ हो होइन। ताजमेनामा भएको पर्थ हो। उताको के अरे अर्को वेस्टर्न अस्ट्रेलिया चाहिँ होइन। यो चाहिँ हामी फेरि अर्कै गाउँघरतिर आइसकेछ होइन। ताजमेनियाको यता चाहिँ यस्तोतिर आउँदाखेरि गाउँघरि लाग्ने कि है सिटीदेखि टाढा आउँदा यस्तो छ। यी जङ्गल होइन रमाइलो हरियाली देखिन्छ। यहाँ चाहिँ यस्तो गाई फार्महरू छ होइन। यो चाहिँ हामीले अहिलेसम्म देखेको धेरैवटा गाई है। हामी चाहिँ फेरि यता रङ वे आएछ होइन। फाइनली यता आइपुग्यो होइन। काम आइपुग्यो। हामी चाहिँ यता आइपुग्यो। त्यस्तो रमाइलो छ है। यस्तो क्युट टेडीहरू छ होइन। सबसे मलाई चाहिँ मन पर्यो यस्तो बिग टेडी के। वाउ कस्तो मिठो कलर चाहिँ अनि छ। यहाँ चाहिँ बिग टेडी छ। ओ माय गॉड यो कस्तो लाग्यो? यो देखेको नै त्यो राम्रो हाटो। Stand by me. Stand by me. You can stand. You can stand. It's lavender color. कति हो यो? अनि म तपाईहरुलाई यताको भ्यू देखाउँछु है त। अब यो चाहिँ त्यहाँ पर सबै ल्याभेन्डरै ल्याभेन्डर हो। ल्याभेन्डर फार्म। यो चाहिँ यस्तो भयो होइन। के त्यो अर्को साइड लगाएर हैन किन राम्रो देख्छ यो जुत्ता नि कस्तो राम्रो देख्छ। तर रातो माटो छ नि त ठिकै भयो यो मैले। वाउ सो यहाँ आउनु चाहिँ मिड जनवरी मेरो मिड डिसेम्बरसम्म आउँदा चाहिँ एकदम बेस्ट हुन्छ भनेको थियो होइन।
अनि यहाँको ओरिजिनल हेर्नु पर्यो यहाँ चाहिँ रहेन त यति रहेछ पर्पल डार्क हुन्छ यहाँ चाहिँ अलिकति टिभी सकेछ यतापट्टि साइडमा रहेछ यतापट्टि आउनु न त्यो स्मेलले कस्तो पुरै क्या कडा स्मेल आइरहेछ है कस्तो मिठो ल्याभेन्डरको स्मेल आइरहेछ कि ए आउला र चम्किलो देखिन कि मैले ए यो चाहिँ सबै वहाँसम्म छ होइन हामी चाहिँ अझै माथि चाहिँ गइरहेछौँ किनकि यतातिर चाहिँ अलि ग्रे भइसकेको रहेछ है हामी चाहिँ आज पानी पर्छ भनेर किनकि हामी बिच बाटोमा आउँदाखेरि पानी परिरहेको थियो है हाम्रो घरदेखि पानी परिरहेको थियो अनि आज पानी पर्छ होला जस्तो लागेको तर यहाँ आइसकेपछि चाहिँ एकदमै गर्मी प्लस हल्का घाम लाग्दै जाँदै गरिरहेछ त्यही भएर रमाइलो लाग्यो जोस आएको ठिक भयो होइन हामी चाहिँ अझै पर्पल डार्क पर्पल खोज्दै हिँडेको है किनकि आज यस्तो पर्पल हुनु पर्यो पुरै ग्रे भइसक्यो रहेछ भन्नाले हल्का फुल्का ग्रे हेर नि रङ टाइमिङ भनौँ न आज हाम्रो रङ टाइमिङ त भन्दैन यो यस्तै हो कि यो के चित्त बुझ्यो भने ल्याभेन्डर हुने होला नि त हामीले चाहिँ यहाँ टन्नै फोटो लिइसक्यो होइन अमृत चाहिँ त्यसरी काटेर गयो यहाँनिर रहेछ काटेर जान्छौँ अनि त्यो ब्युटिफुल होइन अनि माउरीहरू पनि यति धेरै छ है टोक्देला भने पिर्के अनि यसमा चाहिँ पुरै त्यो हावा नै ल्याभेन्डर कि हावाहरू स्मेल गर्न सकिन्छ हामी चाहिँ अब अझै उता माथि जान लागेको फोटो खिच्नलाई हामीले चाहिँ आज टु मच फोटो खिच्यो हामीले भन्नाले उसले चाहिँ खिचेन मैले चाहिँ टन्नै खिचेँ होइन अनि आजको यो कस्तो लाग्यो राम्रो अनि त्यही हो आज कस्तो लाग्यो यहाँको तपाईँलाई चाहिँ यो चाहिँ कस्तो लाग्यो राम्रै लाग्यो 3 घन्टा ड्राइभ गरेर हेर्न आएको अब राम्रै हुनु परिहाल्यो नि वर्षको एकताल फल्ने होइन डिसेम्बरदेखिको ज्यानसम्म हुने हो यो कुरा होइन त्यही भएर तपाईँहरू पनि ताजमहल हुनुहुन्छ भने चाहिँ यो ल्याभेन्डर फार्म चाहिँ मिस नगर्नु होला होइन यो पनि एउटा आउनै पर्ने ठाउँ हो तपाईँले देख्न सक्नुहुन्छ होइन यो सबै यो सबै वहाँसम्म चाहिँ हामीले त्यहाँ जान अल्छी लाग्यो है त्यही भएर हामी त्यहाँसम्म गयो होइन अनि त्यही हो तपाईँहरूले यो ल्याभेन्डर फार्म हेर्नुभयो होला होइन अनि इन्जोय पनि राम्ररी गर्नुभयो होला अनि यो ल्याभेन्डर फार्म हेर्नुभयो र ल्याभेन्डर पनि स्मेल गर्नु हुन सक्नेछ
किनकि अनि त्यही हो मेरो यो भिडियो हेरेर चाहिँ हल्का तपाईँहरूले इन्जोय गरिदिनु भयो होला अनि तपाईँहरू आफै इन्जोय गर्नु पनि यहाँ आउनलाई राइट टाइम भनेको चाहिँ डिसेम्बरदेखिको ज्यानको लास्टसम्म हुन्छ तर ज्यानको लास्टसम्म चाहिँ हल्का ग्रे भइसकेको हुन्छ सो मिड ज्यानसम्म आउनुभयो भने चाहिँ अलिकति कलरहरू हुन्छ अझै पनि तर पनि यो चाहिँ अब त्यही हो नेचुरल हो कहिले ग्रे हुन्छ फेरि त जनवरीको लास्टसम्म आउनुभयो भने फेरि पर्पल पनि हुनसक्छ सो यसमा चाहिँ ग्यारेन्टी हुन सक्दैन हामीले चाहिँ ल्याभेन्डरको आइसक्रिम पनि खान लागेको ल्याभेन्डर जुस हो चाहिँ ल्याभेन्डर जुस When the night has come, don't you cry, don't you cry, don't be afraid, you can stand by me. If the world that you look upon should crumble and fall, and the mountains they should crumble to the sea. Don't you cry, stand by me. Stand by me. Stand by me, you can stand. Stand by me. Stand by me, you can stand. You can stand by me. Stand by me. Stand by me, you can stand. You can. Should crumble and fall, and mountains they should tumble to the sea. Don't you cry, don't you cry, don't be afraid, you can stand by me. You can stand by me. And the minute you let her under your skin, then you'll begin to make it better. And anytime you feel the pain, hate you'd refrain. Don't carry the world upon your shoulders. 'Cause don't you know that it's a fool who plays it cool, making his world a little colder. Movement you need is all around you.
अनि आउँदा आउँदै जाँदा पानी पऱ्यो पनि आउँदा आउँदै चाहिँ घाम लागिरहेको थियो एकदमै। सो त्यही भएर एकदमै गर्मीबाट एकदम थाकिरहेको छ हामी चाहिँ। अनि त्यही हो, तपाईँहरू त्यहाँ जानुभयो भने चाहिँ व्हाइट जुत्ता व्हाइट सुज चाहिँ लगाएर नजानु होला, पुरै रातो माटो हुन्छ, सो सुज चाहिँ बिगारिदिन्छ। अनि मैले चाहिँ त्यहाँबाट एउटा यो वाला टेडी बेयर किनेँ, यो एकदमै क्युट रहेछ, क्युट लाग्यो अनि यो चाहिँ किनेँ मैले। अनि भिडियो चाहिँ लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु। नेक्स्ट टाइम बाई।